मान्छेले थाहा पाएछ हैन सर। अनि गाडी खोलामा गयो भनेपछि अनि वरिपरि हल्ला हल्ला भयो सबैजना। मेरो घर चाहिँ यहाँनिर छ, म राफ्टिङ व्यवसायी गाइड पनि। अनि मलाई चाहिँ घरमै राति ढोका ढोकाउन आयो मेरो एकजना कैलाश भाइ भन्ने मान्छे। अनि आएपछि के भयो भाइ भनेको गाडी खस्यो भनेको रातिको बेला। मैले अब डुङ्गा मेरो 2-4 जना साथीभाइ लिएर माथिबाट भिरबाट डुङ्गा झारेर तपाईँको अहिलेसम्ममा हामीले भेटेको कतिजना मान्छे हो टोटल जिउँदो मान्छे 20 जना उयो हो हैन। अनि मरेको मान्छे 17 जना चाहिँ डेड भयो हैन। अब त्यो 17 जनाहरू पनि 10 जना जति बोलिरहेको थिए। तपाईँको के भयो भन्दाखेरि रेस्क्युको सामान भएन हामीसँग, राति फोर्स लाइट छैन, हाइड्रोलिक कटर छैन, चेन पुल्ली छैन हैन। तपाईँको जानेको मान्छे पनि भएन, सरसामान लाइटै भएन पहिलो कुरो। त्यो कारणले कुर्दा राति त्यो खोजमा मान्छे कहाँबाट आइपुग्ने हामी पाएको थियो। टाउको साउको सब सध्दै थियो गाडीको मुनि। उहाँ चाहिँ 1 बजेबाट 6 बजेसम्म मुनि राति अड्किनु भयो। उहाँ चाहिँ लास्ट पर्सन। अहिले त्यहाँ तपाईँ सुरुमा उद्धारमा पुग्दाखेरिको अवस्था के थियो, कस्तो थियो? त्यो उद्धारमा पुग्दाखेरि त सर त्यहाँनिर बस लडेको थियो, भत्ताभुङ्ग बस थियो। विदेशी पाहुनाहरू कोही रहेछन्, पानीमा डुबिरहेको थियो, कोही पाहाडमा, कोही ढाड छैन, कसैको टाउको छैन, कसैको खुट्टा छैन, छरिपट्ट त्यहाँ बिहाल अवस्थामा थिए। हेल्प गर्न जाने मान्छे कोही छैन तपाईँको। त्यो अब एकदम असिलो ठाउँ यो। 100 मिटर जतिको क्लिफ, न यताबाट जान सकिन्छ मान्छे, न उताबाट आउन सकिन्छ। रातिको फेरि अन्धमुष्टि यो कालो रात हैन, एकदम धेरै गाह्रो पर्यो। तपाईँले कसरी खबर पाउनुभयो सुरुमा जाँदाखेरिको दृश्य? मलाई त मेरो भाइहरूले यहाँनिर राति मेरो घरमै बोलाउन आयो, किनभने मलाई कहिले यस्तोहरू रेस्क्यु गर्नु पऱ्यो भने मलाई बोलाइरहेको थियो उनीहरूले। अनि दाइ गाडी झऱ्यो आउनु पऱ्यो भनेर भने मसँग डुङ्गासुङ्गा घरमै हुन्छ। अनि मैले त्यसरी नै म हरेर आएँ। आउँदाखेरि सशस्त्रलाई भेटेँ अनि सशस्त्रलाई हामी भएर सँगसँगै अगाडि बढ्यौँ। हुन्छ, तपाईँको नाम के हो? मेरो नाम अरुण थपलिया। निसन्तान समस्याको समाधान अब सम्भव छ। असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी अन्तर्गत IUI, IVF, ICSI जस्ता एडभान्स टेक्नोलोजीले गर्दा लाखौं दम्पतिहरू आमा बुवा बन्न सफल हुनुभएको छ। तपाईँ किन सक्नुहुन्न? अवश्य सक्नुहुन्छ।